नमस्कार। हामीलाई कोही मान्छे देख्ने बित्तिकै नजिकको लाग्छ। नजिकको आफ्नै जस्तो लाग्छ। तर कोही मान्छेसँग भने घुलमिल हुन हामीलाई गाह्रो हुन्छ। यसको एउटा कारण छ। यसलाई हामी अफिनिटी बायस भन्छौँ। अफिनिटी बायस भनेको आफ्नै जिल्लाको, आफूले मन पराएको कुरा मन पराउने मान्छे, आफ्नै गाउँको, आफ्नै जस्तो स्वभाव भएको मान्छे, त्यो मान्छे हामीलाई मनपर्छ। अनि यसले गर्दा धेरै पटक मानिसहरूले धोका पाउने गर्छन्। एउटा रिसर्चले पनि देखाएको छ, नर्थ वेस्टर्न युनिभर्सिटीको रिसर्चले पनि देखाएको छ कि कुनै पनि मान्छेलाई रिक्रुट गर्दाखेरि ठुलो ठुलो कम्पनीहरूले चाहिँ आफ्नै जस्तो स्वभाव भएको र नजिक जस्तो लाग्ने मान्छेहरूलाई छान्ने गर्छन्। उनीहरूको क्वालिफिकेसन र उनीहरूको स्किलको कारणले भन्दा पनि आफ्नै जस्तो लागेको कारणले मानिसहरूले छान्ने गर्छन्। अनि यसले गर्दा चाहिँ धेरै असल मानिसहरू र सक्षम मानिसहरूले जागिर नपाउने कुरा हुन्छ। हामीले पनि कहिलेकाहीँ याद गरेका छौँ होला, नयाँ ठाउँमा गयौँ, कुनै पार्टीमा गयौँ भने अलिकति नजिक नजिक लागेको जस्तो मान्छे अथवा आफूसँग स्वभाव मिल्ने मान्छेसँग हामी बसेर चिया र कफी खाने गर्छौँ। यो चाहिँ अफिनिटी बायस हो। अनि यसले गर्दा धेरै अवस्थामा हामीहरू ठगिने सम्भावना हुन्छ। तर यसबाट बच्न पनि त्यति सजिलो छैन यसबाट बच्नलाई, किनभने हाम्रो यो चाहिँ दिमागको मनोवैज्ञानिक कारण हो। हाम्रो अमिगडाला, हाम्रो मस्तिष्कको अमिगडाला भन्ने जुन पार्ट छ त्यो चाहिँ डरसँग सम्बन्धित छ। अनि जब हामीले उस्तै लाग्ने मान्छे भेटाउँछौँ अनि त्यो शान्त बसिदिन्छ अनि हामी सेफ भएको महसुस गर्छौँ। अनि यो चाहिँ धेरै जसो अफिसहरूमा नि हुन्छ। प्रमोसन दिँदाखेरि होस् अथवा कसैलाई नयाँ जिम्मेवारी सुम्पिँदा होस्, हामीलाई उस्तै लाग्ने उस्तै सोच्ने मान्छे सँग चाहिँ डर लाग्दैन। अनि नलागेपछि उसलाई जिम्मेवारी हुन्छ र अफिसका धेरै अरूहरूले मौका नपाइरहेका हुन्छन्। अनि यसबाट बच्नको लागि हामीले गर्नुपर्ने काम भनेको चाहिँ हामीले कसैलाई कुनै जिम्मेवारी सुम्पिँदा अथवा कसैलाई मन पर्दै गर्दाखेरि सायद यो कल्चरल फिटको कारणले पो भइरहेको छ कि अथवा अफिनिटी बायसको कारणले भइरहेको छ कि साँच्चै नै त्यो व्यक्ति योग्य भइरहेको छ अथवा नजिक नै छ भनेर सोच्नुपर्छ। हवस् त, फेरि भेटौँला। नमस्कार।